अस्ति नै जाडो थियो, अहिले गर्मी बढ्यो। लिएर आएन कि तर पैदल यात्रा टाइम भ्यूज हामी। वेलकम टु विक्रम ब्लग, न्यू डे न्यू ब्लग। तपाईँलाई आजको ब्लगमा धेरै धेरै स्वागत छ। मेरो भिडियो डेली ब्लग हो र कोही नयाँ हुनुहुन्छ भने कृपया सब्सक्राइब गरेर हामीसँग जोडिनु। त्यसका लागि सब्सक्राइब गर्नुपर्छ, बेल आइकन बटनलाई क्लिक गरेपछि हामीसँग जोडिनुहुन्छ। र आजको मेरो ब्लग चाहिँ कस्तो छ नि, ड्युटी छ। अब आज कस्तो हुन्छ, के कस्तो हुन्छ दिनको ब्लग त्यसको बारेमा बनाउने छु। र सो के कस्तो हुन्छ हेरिदिनु होला स्किप नगरिकन। म चाहिँ ड्युटी आइसकेँ र चाबी लिएर वेटिङमा छु सरको। अनि यताको मौसम चाहिँ आजकल अलिकति आज मेरो कस्तो छ भने बडी चाहिँ हिजो बेलुका मैले कोल्डको दबाई खाइसकेपछि आजको दिनभरि मलाई बोल्न पनि अर्कै हुन्छ अनि निन्द्रा लागेको हुन्छ, शरीरै ल्याङ हुन्छ कि आजको दिन त खैर केही छैन। आजको यताको मौसम चाहिँ कस्तो छ भनेपछि अब जाडो हुन्छ, गर्मी पनि छ भनेपछि अब यहाँको वेदर चेन्ज होला। अब यहाँ बिरामी हुने चान्स धेरै छ अहिले इन्डियामा, बेङ्गलोरमा। किनकि चिसोबाट एकैचोटि गर्मीमा जाँदाखेरि मान्छे धेरै बिरामी हुन्छन्, झाडा पखाला अगडम बगडम ज्वरो सोरो आउने, फिभर भाइरल फिभर भन्ने धेरै हुन्छ। धेरै गाह्रो छ यतातिर चाहिँ अहिले समस्या। अब सो हेरौँ अब के कस्तो हुन्छ है आजको। अब सरलाई अफिस छोड्न जाने हो, छोडेर अनि आउने हो, त्यसपछि फेरि लिन जाने हो, त्यसपछि लिएर आउने, फेरि त्यसपछि तपाईँको ब्याडमिन्टन छ। आज त्यति नै अरे, भोलि गाह्रो छ अर्काको ठाउँमा। अब आफूले भने जस्तो नहुने, त्यस्तै छ, एडजस्ट गरेर चल्नु पर्छ। हामी ड्युटी आएका छौँ भन्नुपर्छ। त्यतिखेर चाहिँ पैदल आएका थियौँ, गएर चाबी लिएर आइसक्यौँ, टोइलेट गरेर नै आइसक्यौँ। यता चाहिँ अब गर्मी बढिहाल्यो कि गाह्रो हुन्छ यार, हप हुन्छ, यस्तो गर्मी छ यतातिर। केसको बुट हो यार, थाकलको बुट हो कि केसको बुट हो बुझ्न अलि सकिनँ। गार्डन स्पेस, फुलहरू उतातिर छ त्यसको हाम्रो पार्किङ, कार पार्किङ चाहिँ। म चाहिँ आइसकेँ सरलाई लिनलाई यहाँ, तर यहाँ पार्किङ लगाएको कस्तो गर्मी छ यार, शीतल ठाउँै छैन। खैर केही छैन, एकछिन अब बसौँ अनि सर आउँछ फेरि जानु पर्ला। फेरि यहाँबाट गएपछि ब्याडमिन्टन क्लास छ, त्यसपछि छुट्टी हुन्छ, हेरौँ के हुन्छ है। ल हेर्न सक्नुहुन्छ यहाँको गार्डन मुर्छाएको छ, यहाँ गर्मी बढेको छ। त्यही हो भाइ, यहाँ गर्मी बढेपछि यस्तै हो भाइ। अस्ति नै जाडो थियो, अहिले गर्मी बढ्यो। त्यही हुन्छ माकी यहाँ गर्मीमा। खैर केही छैन, अब हाम्रो 3:30 आउँछ अनि चलिदिनु पर्छ चाहिँ। अरू त भन्नु केही छैन भाइ, भ्लग चाहिँ चल्दैन, यति नै हो। भ्लग चलेको भए राम्रो हुन्थ्यो, भ्लग नचलेर अलिकति गाह्रो भएको छ। साला चल्नु मात्र पर्छ, म कसम यस्तै गाडी किन्छु मैले, चल्नु मात्र पर्छ। हामी पुगिहालेका छौँ ब्याडमिन्टन क्लास, आइयो भर्खरै। अब 1 घन्टा यहीँ हुन्छौँ, 1 घन्टापछि बल्ल घर गयो होला जस्तो छ। हाम्रो फेरि यहाँ ड्राइभरको कुरा हुन्छ। लगभग हाम्रो चाहिँ पहिला यहाँ ड्राइभरको स्यालेरी 15,000, 16,000, 17,000 थियो भने अहिले पनि छ, नहुने होइन। तर अहिले हाइएस्ट स्यालेरी भनेको 35,000 स्टार्टिङ स्यालेरी के, 40,000, 30,000, 25,000 स्टार्टिङ स्यालेरी। आमा नि मेरो चाहिँ स्टार्टिङ 18 भने थियो, पछि 20 बन्यो, त्यसपछि 3 सालपछि 25K गराएँ। अब अहिले 2 इयर्स भयो नबढेको। अब अहिले जुन जुलाईमा मेरो बढ्ने हो, कति गर्छ कुन्नी। आफ्टर म 30K भन्नु मलाई सोचिरहेको छु, अब के गर्छ थाहा छैन है, 30K गर्छ कि नै राउन्ड। किनकि अहिले जुन प्राइस चलेको प्राइस छ त्यति प्राइस गर्न पाएको भए ढुक्क हुन्थ्यो। नेपाली 48,000 जति हुन्थ्यो। अनि त्यति भयो भने लगभग सास फेर्ने बाटो हुन्थ्यो, अलिकति सोचेको पुरा हुन्थ्यो भन्ने भने 48 भएपछि अब एक ठाउँमा 15,000 स्यालेरी हुन्छ। अब 48 लगभग 15-24 चाहिँ तपाईँको 24-48 लगभग 70,000 आसपास भइहाल्यो स्यालेरी।
यताउता गरेर 70-80 हजार हुन्थ्यो। अलिअलि खाएर पनि अलिअलि बचाउने भन्ने प्लानिङ हो। के कसो हुन्छ हेरौँ, भने जस्तो हुन्छ कि नै। अहिले त होइन, अब जुन जुलाईमा बढ्ने हो मेरो सेलेरी चाहिँ। के चेन्ज गर्ने ड्युटी पनि यहाँ, अब अर्को ठाउँमा धेरै पाइयो भनेर जाने कुरा पनि भएन। अब यहाँ 4 सालदेखि गरेको के हुन्छ, छोडाम किन छोडाम भन्ने हुन्छ। त्यो त छुट्टी भएर 14 दिन लाग्यो है घरतिर। बेलुका पखाएर त गाडी लिएर आएन कि, तर पैदल यात्रा टाइम भ्युज हामी चाहिँ आयौँ है यतातिरको मन्दिरको अवस्था टाइम हेर्न सक्नुहुन्छ है। पुरा बेलुकाको समयको लाइटिङ पटाएको छ पटाएको। दामी छ। हो गाइस, म चाहिँ घर आएँ। आज चाहिँ मेरो ड्युटी खतम भयो, बेलुका पखानी भयो। आजको लागि यति नै, फेरि भेटौँ ल अर्को बेलाको। अनि आजको लागि बाई, गुड नाइट।